आम नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत सहित विजय गराउँदैछन्। आज हेटौडामा गएर रवि लामिछानेले भन्नुभएको छ कि एउटा भोट मात्रै होइन, समानुपातिक र प्रत्यक्ष दुवैमा तपाईँले घन्टी चुनाव चिन्हमा भोट हाल्नुपर्नेछ र तपाईँले पछि देश विकास समुन्नतको बाटोमा लागेपछि, सुशासनमा लागेपछि अनि तपाईँले आफ्नो छोरा नाति पनातिहरूलाई भन्नुहुनेछ कि मैले पनि बाबु त्यतिखेर मैले आफ्नो पार्टी भनिन, आफ्नो झन्डा भनिन, तर मैले त्यतिखेर मत परिवर्तन गरेकी हुँ। त्यसकारण यो देश अहिले यसरी विकास र समुन्नतको बाटोमा अगाडि बढेको हो। यो देश बनाउन मेरो पनि योगदान छ, घन्टीमा मैले पनि भोट हालेकी हुँ भन्न पाउनुहुनेछ भनेर रवि लामिछानेले त्यहाँका आम मतदाताहरूलाई सुझाव दिइरहनु भएको छ, सल्लाह दिइरहनु भएको छ। तपाईँलाई यो भनाइ कस्तो लागिरहेको छ? र तपाईँलाई पनि मैले यो अनुरोध गर्न चाहन्छु कि आगामी फागुन 21 गते तपाईँ जुनसुकै पार्टीमा भए नि, तपाईँ चाहे नेकपा माओवादी हुनुहोस्, चाहे नेपाली कांग्रेस हुनुहोस्, या राप्रपा हुनुहोस्, या माटो हुनुहोस्, या नेपाली कम्युनिस्ट पार्टी हुनुहोस्, जुनसुकै पार्टीमा तपाईँ बस्नुहोस्, जुनसुकै पार्टीलाई माया गर्नुहोस्, तर एकपटक यसपालि तपाईले मत चाहिँ परिवर्तन गर्नुपर्ने हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रत्यक्षमा र समानुपातिकमा भोट हाल्दिनु होला, किनकि राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले बहुमत चाहिएको छ। यदि बहुमत पूरा भयो भने राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटी कानुनहरू संशोधन गर्न पाउनेछ र जुन पनि नराम्रो कामहरू भइरहेको छ, पार्टीका कार्यकर्ता झोलेहरूले देशलाई विकासको क्रममा ठप्प पारेका छन्, जहाँ पनि तारबार लगाएका छन्, तार जाली खोलेका छैनन्, त्यस्तो ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी अब अगाडि बढिसकेको छ। त्यसकारण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरू जुनसुकै पार्टीमा आस्था राख्नुहोस्, तर यस पटकको भोट चाहिँ परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई तपाईको अत्यन्तै मतको आवश्यकता छ। त्यसकारण पनि तपाईँ जुनसुकै पार्टीलाई आस्था गर्नुहोस्, माया गर्नुहोस्, त्यही पार्टीमा बस्नुहोस्, तर यस पटकको भोट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई हालिदिनुहोस्। तपाईको छोरा नातिले भोलि भन्नेछ कि यो देश कसले गर्दा बन्यो, पहिला त बिजोग थियो, यस्तो यति छिटो कसरी डेभलप भयो भनेर तपाईहरुको छोराहरूले नातिहरूले सोध्दाखेरि तपाईले भन्न सक्नुपर्छ, बाबु नानी मैले त्यतिखेर मैले आफ्नो पार्टी भनिन, आफ्नो केही स्वार्थ भनिन, पार्टी भन्दा माथि त देश हो भन्ने सोचे र त्यतिखेर देश बनाउला जसरी हुटुटी बोकेर आएको बालेन रविहरू आएका थिए। त्यसकारण मैले आफ्नो मत चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा खसालेकी हुँ, घन्टी चुनाव चिन्हमा भोट हालेको हुँ भनेर गर्वका साथ भन्न पाउनुहुन्छ। हेर्नुहोस् त, यस्तो राम्रो अवसर तपाईले सधैँ कहाँ पाउनुहुन्छ र? पुराना पार्टीलाई त तपाईले धेरै पटक हेरिसक्नुभयो होइन र? तिनीहरूले बनाउँथे भने त बनाइसक्थे नि। हेर्नुहोस् त, खाडीका विभिन्न देशहरू, साउदी, कतार, गल्फ कन्ट्रीहरू हेर्नुहोस्, मलेसियालाई हेर्नुहोस्, युरोपका कति देशहरू हेर्नुहोस्, बालुवाले भरिएका देशहरूमा यतिखेर ठुला ठुला सहरहरू छन्, बिजनेस सेन्टरहरू छन्, धेरै धनी छन् ती देशहरू। हाम्रो देश हेर्नुहोस् त, प्रकृतिले दिएको हिमाल, पहाड, तराई, पानीको प्रशस्त सम्भावना भएको हरिया वन जङ्गलहरू, समथर ठाउँ, पहाडमा त्यस्तै लोकप्रिय फलफुलहरू छन्, मौसम यति राम्रो छ। हाम्रो देश प्रकृतिले दिएको सुन्दर देश हो, तर यहाँका नेतृत्वहरूले बुझ्न नसकेको र हामी नेपालीलाई भोटर बैंकको रूपमा प्रयोग गरिरहेका कारणले देश पछाडि परेको हो। एकपटक यसपटक तपाईहरुले राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गरिदिनु होला, भोट हालिदिनु होला। मेरो यही अनुरोध छ तपाईहरुलाई। नरिसाउनु होला, मैले जस्तो जाने त्यस्तै बोले। एकपटक तपाईहरुसँग राष्ट्रिय स्वतन्त्र पार्टीको लागि मैले भोट अपिल गरिरहेको छु। यो अब फागुन 21 गते, अबको 10 दिनमा तपाईले भोट हाल्ने दिन आइसक्यो। अब धेरै सोच्ने, अल्मलिने ठाउँ छैन। त्यसकारण तपाईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई यसपटक मत परिवर्तन गरेर रासोपामा घण्टी चुनाव चिन्हमा भोट हाल्नु होला र राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत सहित सरकारमा पुर्याउनु होला र 5 वर्ष यसको काम हेर्नु होला। शुभकामना रासोपालाई। थ्यांक यू।